घुमाउन गयो क्या बाहेक 4 किसिमको हरिणहरू देख्न सकिन्छ, भालुहरू देख्न सकिन्छ, बँदेल, मयूर, अरू अन्य थुप्रै पशु पन्छीहरू देख्न सकिन्छ है। अनि हाम्रो भाग्यमा छ भने हामीले बाघ पनि देख्न सक्छौँ। छोरी हल्ला नगर है, न त यही गैँडाको बच्चासँग छोडेर हेर्नुपर्छ है। फाइनली गाइज वी आर रेडी होइन, हामी रेडी भइसक्यौँ खानासाना खाएर। हेलो बिट्टु, आर यु रेडी? बिट्टु आर यु रेडी? कता जानु लाग्यो? हामी चाहिँ फ्यामिली, पुरा फ्यामिली, यसमा पनि 4वटा फ्यामिली हामी जाँदैछौँ होइन। कहाँ जाँदैछौँ यो चाहिँ तपाईँहरू एकछिनमा थाहा पाउनुहुनेछ। अबको केही अहिले ठ्याक्कै 12 बज्यो, अब आधा घन्टामा हामी यहाँबाट निस्किनेछौँ। आजको यात्रा कस्तो लाग्छ कृपया तपाईँले कमेन्ट गरिदिनु होला। साथै एकदम मजेदार हुनेवाला छ, तपाईँले कृपया नछुटाउनुहोस्। यत्रो धेरै ठुल्ठुलो 2टा झोला बोकेर जाँदैछौँ हामी चाहिँ। कहाँ जाँदै होला यो झोला? हेर्दा त ठुलै छ त हौ। के हालेको छ त्यहाँ? सामान। के सामान हो नि? होइन नहेरिकन भन न, यति त्यो हेरेर जसले पनि थाहा पाउँछ नि। गिलास। के हो त नि, घामले त मरिन्छ त यो त। सम्भवतः यति तपाईँहरूले देखिसके पछाडि सबैले पक्कै पनि गेस त गरिसक्नु भएको होला, त्यही पनि म तपाईँहरूलाई भन्दैछु। हाम्रो चाहिँ आज जङ्गल सफारीको प्लानिङ छ र हामी अहिले घरबाट जङ्गल सफारीको लागि निस्किसकेका छौँ। तपाईँहरू अहिले हामी चाहिँ यो बाटोमा जाँदैछौँ अहिले होइन। अबको लगभग आधा घन्टाभित्रमा चाहिँ हामी अहिले जङ्गल पुग्नेछौँ र त्यस पछाडि के देखिन्छ सम्पूर्ण कुराहरू तपाईँलाई भिडियोमा जस्ताको तस्तै देखाउनेछु। बी कन्टिन्यू है त गाइज। ल हाम्रो मेन चोकबाट भित्र जाँदैछौँ हामी चाहिँ है। अबको हामी घरबाट हिँडेको चाहिँ 20 मिनट जति भइसक्यो साथीहरू। अबको 10 मिनटमा चाहिँ हामी जङ्गल पुग्दैछौँ है त। यहाँ हामी टिकट काटेर अब एकछिनमा भित्र जानलाई तयारीमा छौँ भाइ।
पुरै मौन धारण गरेर बसेछ नि मान्छे कोही कोही। छोरी के छ अनि कहाँ जानु लाग्यो फेरि एकचोटि भनिदेऊ त। जङ्गलमा के हेर्ने हो? जङ्गल नि घुम्न जाँदो रहेछन् पैसा तिरेर है। मोर Are you excited? Yes. For what? के को लागि? के हेर्नलाई तिमी एकदम? के अरे? जू? यो त जङ्गलै जू हो बेटा, जू थोरै छ र यो त जङ्गल हो जङ्गल। यहाँ जङ्गलमा के पाइन्छ होइन। मेरो नाम चाहिँ देव महतो। मेरो घर त यही भइहाल्यो। हामी जुन रोकेको छ नि उतापट्टि चाहिँ मेरो हामी चाहिँ जिप सफारी जाने क्रममा अब सानो सफारी जाने क्रममा सुरुमा चाहिँ हो हल्ला चाहिँ नगरौँ है। हामीले हो हल्ला गऱ्यो भने हामीले देखेका जीव जनावरहरू छ नि नजिकै रहेका पनि भाग्न सक्छन्। अनि हल्ला गऱ्यो भने अलिक असभ्य भइन्छ। आज थुप्रै गाडीहरू गइरहेछन् हेर्नुहोस्। आक्रमण पनि गर्न सक्यो नि त। आक्रमण पनि गर्न सक्छ। अनि त्यसपछि गाडी अब यताउता पल्टिन सक्छ। आफ्नो मोबाइल र पर्सहरू चाहिँ सुरक्षित साथ राख्नु होला है। त्यो चाहिँ खस्न सक्छ। मोबाइलहरू खस्न सक्छ, पर्सहरू तल खस्न सक्छ। गाडी त पल्टिन्न, गाडी पल्ट्यो भने त गइहाल्छ। अब हामी सबै नजिकैको मान्छे अब यो देखिन्छ भनेर भन्न नमिल्ने कुरा होइन। हामी चाहिँ खासमा अब गैडा हेर्न जाने हो। गैडा बाहेक 4 किसिमको हरिणहरू देख्न सकिन्छ, भालुहरू देख्न सकिन्छ, बँदेल, मयूर, अरू अन्य थुप्रै पशु पन्छीहरू देख्न सकिन्छ है। अनि हाम्रो भाग्यमा छ भने हामीले बाघ पनि देख्न सक्छौँ। गर्दैन तर लक हुनु पर्यो। लक हुनुपर्छ। हामीले भाग्य छैन, भाग्यमा छैन भने हामीले गैडा पनि देख्दैनौँ है। हामी चाहिँ 4वटा सामुदायिक वनमा चाहिँ जिप सफारी गर्दैछौँ। यो अहिले बसिरहेको छौँ। यसमा चाहिँ यो गुन्द्रै ढका सामुदायिक वन, त्यस सँगसँगै चाहिँ कृष्णसार सामुदायिक वन, नमुना सामुदायिक वन र शान्तिकुण्ड सामुदायिक वन गरेर 4वटा सामुदायिक वनमा चाहिँ जिप सफारी गरेका छौँ। यति 4वटा सामुदायिक वनमा 30भन्दा धेरै गैडाहरू रहेका छन् है। कतिवटा गैडा रैथानेहरूमा चाहिँ हामीले भेट्न सक्छौँ। अब हेर्दै जाउँ होइन, भाग्यले के हुन्छ, भाग्यले साथ दिन्छ दिँदैन। अब चिडियाखाना जस्तो होइन के अरे जाने बित्तिकै भेट भइहाल्ने, खोज्न पर्छ होइन। अब खुट्टा हुन्छ जीव जनावरको, हिँड्न नि कता कता झाडीतिर लुकेर बस्छन्। तिनीहरूलाई हामी यसो खोजी गरेर निकाल्छौँ है त। अनि हो हल्ला चाहिँ नगरौँ, बोल्दाखेरि नि शान्त अलि सुस्तरी बोल्ने गरौँ है त। हस् ल, धन्यवाद। गएको भङ्गाला है। यहाँ हामीसँग यो देखेको चाहिँ चखेवा चखेवाहरू, चखेवा लभ बर्ड भनेर पनि चिन्छ है यसलाई। यो एउटा तिमी त पुरै टल्किनु, घामले पुरै मार्छ। नयाँ नवान बेहुली विदेशीहरू गइरहेको कि उता अगाडि। हामी कति भाग्यमानी है।
सफारी केही ठाउँमा घुम्न यस्तै जीव सफारी लाखौँ तिरेर आउँछन्। त्यो त अब उनीहरूलाई आउनु जाँदा हामी कति धनी छ भनेर थाहा भयो नि त महँगो होला नि फी पनि इन्ट्रान्स मात्र 1000 रुपियाँ, एकजनाको गाडीको 5000 तिर्नुपर्छ। तिनीहरूको 10 जना आयो भने 10 पञ्च कति हुन्छ गाडीको मात्रै। 50 ठुल्ठुलै गई देखिन्छ यहाँ। ठुल्ठुला गयो त्यहाँबाट त्यस्तो केही भयो नि, त्यहाँबाट हेर्ने हो क्या, टावर हो टावर, त्यहाँबाट केही देख्यो भने चाहिँ हेर्ने। छोरी अघिसम्म सबैजना एकदमै ध्यानपूर्वक उभिएर हिँडिरहेको थियो, किनकि केही पनि नदेखेको भएर बाटो चाहिँ यस्तो छ। हामीले उता गैँडा हेरेर हामी बाटोमा हिँड्दैछौँ, त्यतिकैमा एउटा टावर फेला पऱ्यो। अनि त्यहाँ टावरबाट चाहिँ टाढा टाढाको जीवजन्तुहरू पनि हेर्न मिल्छ भनेर हामी त्यहाँ टावरमा चढेर अवलोकन गर्दै थियौँ। अनि त्यहीँ पनि हामीले अर्को गैँडा हेऱ्यो र त्यसलाई चाहिँ यहाँ लोकल भाषामा चाहिँ मचान भन्दो रहेछ। त्यसबाट झरेर फेरि हामी अलिकति 500 मिटर जति अगाडि हिँड्दै थियौँ, ठ्याक्कै हामीलाई चाहिँ अगाडि एउटा गैँडा देख्यो। गैँडाले चाहिँ हाम्रो बाटो छेकेर बसिरहेको थियो, त्यसैले हामी एकछिन रोकेर गैँडालाई एकदम नजिकबाट अवलोकन गर्ने मौका पायौँ। सबजना सुतेछन्, खानलाई नपाएर भोकले काइरफ सुतेछन्। निर्मलाले त पुरै यो एक भारी नै जम्मा पार्ने भयो त। भोक लागेछ, सबैजना निदाएको हो। ननिदा भयो यस्तो हुन्न नि, यसरी यस्तो राम्रो राम्रो ऊ आइरहेको छ। जङ्गलबाट सफारी सकाइसके पछाडि हामी ठ्याक्कै नजिकैको एउटा घाँसे मैदानमा आइपुग्यौँ र हाम्रो अर्को प्लानिङ थियो ड्राई पिकनिक।
अनि त्यस पछाडि एकदमै ढिला भइसकेको थियो, लगभग 4:30-5 बज्न थालिसकेको थियो। सबैजना भोकले एकदम आतिएको हुँदा सबैजना चाहिँ खानामा व्यस्त देखिन्छ। र हामी कुकरमा सिटी लाउनु पर्ने रहेछ। ल कस्तो भयो त आजको टुर? एकदमै रमाइलो। रमाइलो भयो? एकछिन मोबाइल बजाएर एकछिन मोबाइल बजाएर डान्स पुग्यो? अब त साँच्चै चिसो भयो। एकचोटि नाच्नु अनि तातो हुन्छ। यत्तिकैमा खाँदा खाँदा हामीलाई लगभग आधा घन्टा जति लागिसकेको थियो। 5:30-6 हुन थालिसकेको भएर अब राति पनि एकदमै भइसकेको थियो। फोहोर सोहोरहरू हामी व्यवस्थापन गरी अब यहाँबाट हामी निस्किने तर्फ लागिरहेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ राति एकदमै भइसकेको छ। फेरि लगभग आधा घन्टाको ट्राभल गरिसके पछाडि पुग्यौँ हामी फाइनली डेस्टिनेसनमा। यो चाहिँ हामी घर पुगिसकेका छौँ र यहाँबाट हुन्छौँ हामी सबैजना छुट्टिएर बिदाबारी। झर न पहिला तिमीहरू गएछ त तिमीहरूलाई लिएर जाने हो मैडाको घरमा। भयो यो यति झार्ने कि लाने हो? भयो बाई बाई गुड नाइट बाई बाई। फाइनली हामी चाहिँ पुग्यो होइन। अब फेरि आजको सफारी चाहिँ एकदम इन्जोय भयो। सायद तपाईँहरूले पनि भिडियो हेरेर इन्जोय गर्नुभयो होला भन्दै अब फेरि नेक्स्ट भिडियोमा भेट्ने बाटो सहित। तपाईँलाई यदि भिडियो ठिक लागेमा राम्रो लाग्यो भने कृपया कमेन्ट शेयर लाइक र सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजको भिडियोबाट हामी बिदा हुन चाहन्छौँ। हस् त बाई बाई।